चाहिँ दुबई चकलेट हो र अहिले चाहिँ नि टिकटकमा एकदमै भाइरल छ हैन र यहाँ युके लन्डनमा पनि लिडलमा आएको थियो र मैले हिजो किने है अब चाहिँ म यो चकलेट है ट्राई गरेर तपाईहरुले यसको रिभ्यू भन्छु है अनि तपाईहरुले मन पर्यो भने है तपाईहरुले अब यो उसलाई चाहिँ मेरो यो भिडियोलाई चाहिँ लाइक गरिदिनुहोस् शेयर गरिदिनुहोस् है अनि रिपोस्ट पनि गरिदिनुहोस् है ल अब म खाएर देखाउँछु है तपाईहरुलाई हेर्नुस् है अब म खोलेर म है टेस्ट गरेर म भन्छु है कस्तो रहेछ हेर्नुस् त सेम है क्याडबरी टाइपको छ अनि हेर्नुस् यो म तपाईहरुलाई टेस्ट गरेर भन्छु है त अच्छा यसको टेस्ट चाहिँ कस्तो रहेछ भने नि बाहिर चाहिँ क्याडबरी रहेछ हैन क्याडबरी मिक्स अनि भित्र चाहिँ यसको टेस्ट चाहिँ कस्तो भने कुनाफा है कुनाफा र पिस्तासियो यो छ नि बदाम यो दुईटा मिक्स गरेर हालेको रहेछ हेर्नुस् है भित्रपट्टि एकदमै टेस्टी यतिको टेस्टी चकलेट चाहिँ मतलब क्याडबरी चाहिँ मैले जिन्दगीमा मैले खाएको थिइनँ र एकदमै टेस्टी है र तपाईहरु पनि बाहिर देशमा हुनुहुन्छ भने लिडलमा अहिले हालैमा है लन्च भएको छ र तपाईहरु पनि चाँडै भन्दा चाँडै गएर किनेर टेस्ट गर्नुहोस् साँच्चै यति टेस्टी छ यति टेस्टी हेर्नुस् त ओभर टेस्टी रहेछ थ्यांक यू